मलाई किन्दैको भ्लग सलग बनाउनको लागि हो के ल्याउ न तोय लियो पैसा क्यास मोबाइल दे न मोबाइल त ल्याउ न ल्याउ न बाबु त्यहाँसम्म पुगेर आउँछु चाबी कहाँ हो त बाइक चलाउनु यहाँ ल सुन हेरौँला नि त तेरो बाउले दिन्छ तँलाई यसरी दिइहाल्छ नि मैले हिजो चलाएँ बाउले दिन्छ तँलाई यसरी अब टक्क अब चाहिँ हामी बाइक राइडमा जाँदैछौँ अब हेर चलायो हामी के दिन्छस् कान्छ अब हेर अब चाहिँ टक्क कसँग कहाँ जान्छ उता बाक यता मुला दालमालेहरूले गाली गर्छ होला फेरि हल्का उठे गरे के भुवानी न्यूट्रलमा राखी स्टार्ट गर्ने बेला बाटो गर्दैन अहिले अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ टक्क अब हामी सिधै पर्सा गएर रुकिन्छौँ सिधै अब चाहिँ हामी पर्सा गएर रुकिन्छौँ अब त्यसरी गाई जब हामी पर्सातिर लाग्छौँ अनि त्यसपछि उतातिर गएर अनि त्यसपछि चाहिँ हामी आफ्नो कामतिर लाग्छौँ उता पर्सातिर काम पनि छ अलिकता वर्षातिर काम हो अनि पहिला सुरु म काम गर्छु होइन अनि त्यसपछि अलिक कस्तो गर्मी नि भइरहेछ राम्रै भयो किनेर सजिलो भएको थियो स्टार्टै बन्द भयो होइन अब केही छैन तैँले मलाई नसिकाने खान्छ यो न्युट्रलमा नभएर बल्ल भयो गाइस न्युट्रलमा अब चाहिँ टक्क अब हामी सिधै पर्सातिर पुग्छौँ है गाइस यहाँ चाहिँ भाइहरू नि आएर पछि पछि मेरो फ्यानले अब मेरो ब्लग गरेर अरे खै भाइ अलि अगाडि जाऊ त भाइ केही भाइहरू मेरो ब्लग हेर्ने गरे अरे यो भाइले अनि त्यही भएर यस्तो होइन भाइ तिमी कता जाने हो भाइ तिमी कता जाने हो भाइ कोही अट्टा भाइ मेरो फ्यान भन्छ यो भाइ कतासम्म मलाई पुरानो जाने हो भाइ खै कता जाने भन्छ केही छैन अब कता जाने हो भाइ कतासम्म भाइ तिमी कतासम्म भाइ अलिक राम्रोसँगै भाइ फ्यान भयो फोटो खिच्न पाएन भने रिसाउँछ मलाई अहिले म बाइकमा छु नि त भाइ अलिक ओर्लिन गाह्रो हुन्छ कि कान्छ बुझ्यौ जाऊ अगाडि जाऊ हो गुड यहाँनिर टक्क कार नि रहेछ अब होइन टक्कसँग अब यहाँनिर म रोक्छु यहाँ कुखुराहरू नि पाल्दो रहेछ यता मान्छेहरूले त उता मोटर गर अब यहाँनिर उतासम्म अलिकता उतासम्म पुगेर आउँछु म यहाँ चाहिँ भाइहरू मिलेर भुवाहरू फ्यानहरू रहेछ कि यतातिर मेरो धेरै अनि धेरै फ्यानहरू भएपछि त गाह्रो हुनु धेरै फ्यानहरू भएपछि त गाह्रो हुने कि यतातिर कस्तो रङ बाटो आइसु केही छैन ल अब म यहाँनिर
म काकाको घरनिर आएँ म अब यहाँ काकाको घरनिर आएँ त्यही भएर यहाँनिर अब ल काकाको घरनिर आएँ म टक्क अब यहाँ काकाको घरमा एक दिन बस्छु म काकाको घरमा एक दिन बस्छु अनि त्यस यहाँको काकी यत्रो भइजे यो त ठिक छ यत्रो भइजे भाइ कहिले लाइन छैन ल यत्रो भइजे यो त ए तेरिका यत्रो भइजे ए मेरो बिहान भन्थ्यो यही पो रहेछ टक्क अब म चाहिँ यहाँ बल्ल बल्ल आइपुगेँ लोड गाह्रो भयो बाटोमा लोड गाह्रो भयो